टेम्प्लिन, बी पियाजे, सी स्किनर, डी प्याभलभ। यसको सही उत्तर हो अप्सन नम्बर ए टेम्प्लिन। क्षितिज विधिको प्रतिपादक टेम्प्लिन हुन्। प्रश्न नम्बर 26, तलका मध्ये विस्मरणको सैद्धान्तिक कारण कुन होइन? तल दिएका मध्ये विस्मरणको सैद्धान्तिक कारण कुन होइन? ए अनुपयोग, बी तीव्र संवेगात्मक अवस्था, सी हस्तक्षेप, डी दमन। यसको सही उत्तर हो अप्सन नम्बर बी तीव्र संवेगात्मक अवस्था। प्रश्न नम्बर 27, पुनर्बलको शाब्दिक अर्थ के हो? पुनर्बलको शाब्दिक अर्थ के हो? ए बल लगाउनु, बी चित्त बुझाउनु, सी स्मरण गराउनु, डी पुनः बल प्राप्त गर्नु। यसको सही उत्तर हो अप्सन नम्बर डी पुनः बल प्राप्त गर्नु। पुनर्बलको शाब्दिक अर्थ पुनः बल प्राप्त गर्नु हो। प्रश्न नम्बर 28, प्रतिक्षेप पद्धतिको अध्ययनमा आधारित सिकाइ सिद्धान्त कुन हो? प्रतिक्षेप पद्धतिको अध्ययनमा आधारित सिकाइ सिद्धान्त कुन हो? ए सामाजिक सिकाइ सिद्धान्त, बी प्रयत्न र भूल सिकाइ सिद्धान्त, सी शास्त्रीय सम्बन्धन सिकाइ, डी अन्तर्दृष्टि सिकाइ। यसको सही उत्तर हो अप्सन नम्बर ए सामाजिक सिकाइ सिद्धान्त। त्यस्तै गरी प्रश्न नम्बर 29 रहेको छ, संज्ञानवादी मनोवैज्ञानिक देखाएका मध्ये कुन हुन्? संज्ञानवादी मनोवैज्ञानिक देखाएका मध्ये कुन हुन्? ए प्याभलभ, बी जीन पियाजे, सी थर्नडाइक, डी कोहलर। यसको सही उत्तर हो अप्सन नम्बर बी जीन पियाजे। संज्ञानवादी मनोवैज्ञानिक सिद्धान्त जीन पियाजे, संज्ञानवादी मनोवैज्ञानिक जीन पियाजे हुन्। प्रश्न नम्बर 30 रहेको छ, कसको सिकाइ सिद्धान्तमा उत्तेजनाले प्रतिक्रियालाई पछ्याउँछ? कसको सिकाइ सिद्धान्तमा उत्तेजनाले प्रतिक्रियालाई पछ्याउँछ? ए स्किनर, बी थर्नडाइक, सी कोहलर, डी प्याभलभ। यसको सही उत्तर हो अप्सन नम्बर ए स्किनर। स्किनरको सिकाइ सिद्धान्तमा उत्तेजनाले प्रतिक्रियालाई पछ्याउँछ। त्यस्तै गरी 31औं प्रश्न रहेको छ, पाठ्यक्रमलाई एक निश्चित स्वरूप प्रदान गर्ने तत्त्व कुन हो? पाठ्यक्रमलाई एक निश्चित स्वरूप प्रदान गर्ने तत्त्व कुन हो? ए उद्देश्य, बी विषयवस्तु, सी सिकाइ अनुभव, डी मूल्याङ्कन। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ अप्सन नम्बर बी विषयवस्तु। पाठ्यक्रमलाई एक निश्चित स्वरूप प्रदान गर्ने तत्त्व पाठ्यक्रमको तत्त्व विषयवस्तु हो। प्रश्न नम्बर 32, सिकारुको हालको अवस्था र इच्छाएको अवस्था बीचको अन्तरलाई के भनिन्छ? सिकारुको हालको अवस्था र इच्छाएको अवस्था बीचको अन्तरलाई के भनिन्छ? यसको सही उत्तर हो अप्सन नम्बर डी उद्देश्य। सिकारुको हालको अवस्था र इच्छाएको अवस्था बीचको अन्तरलाई उद्देश्य भनिन्छ। प्रश्न नम्बर 33, नेपालमा राष्ट्रिय आवश्यकता, समसामयिक परिस्थिति एवं सम्बन्धित विषय क्षेत्रका तथ्याङ्क र सूचना भएको परिवर्तनका आधारमा पाठ्यक्रमलाई गरिने व्यवस्था छ। यसको सही उत्तर हो अध्यावधिक गरिने व्यवस्था छ। नेपालको राष्ट्रिय आवश्यकता, समसामयिक परिस्थिति एवं सम्बन्धित विषय क्षेत्रका तथ्याङ्क र सूचनामा भएको परिवर्तनका आधारमा पाठ्यक्रमलाई अध्यावधिक गरिने व्यवस्था छ। त्यस्तै गरी 34औं प्रश्न रहेको छ, बाल केन्द्रित शिक्षाका प्रवर्तक को हुन्? बाल केन्द्रित शिक्षाका प्रवर्तक को हुन्? ए जोन डिबे, बी रुसो, सी अरस्तु, डी जोन लक। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी रुसो। बाल केन्द्रित शिक्षाका प्रवर्तक रुसो हुन्। प्रश्न नम्बर 35,
कम समयमा धेरै विषयवस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधि तलका मध्ये कुन हो? ए. प्रवर्चन, बी. प्रयोगात्मक, सी. छलफल, डी. समस्या समाधान विधि। यसको सही उत्तर अप्सन नम्बर ए हो, प्रवर्चन विधि। कम समयमा धेरै विषयवस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधि प्रवचन विधि हो। 36औं प्रश्न रहेको छ, पावर पोइन्टमा प्रस्तुतिकरणका लागि तयार पारिएको रेडिमेड स्टाइल्सलाई के भनिन्छ? पावर पोइन्टमा प्रस्तुतिकरणका लागि तयार पारिएको रेडिमेड स्टाइल्सलाई के भनिन्छ? ए. अटो स्टाइल, बी. विजार्ड, सी. टेम्प्लेट, डी. प्री फर्मेटिङ। यसको सही उत्तर हो अप्सन नम्बर सी, टेम्प्लेट। टेम्प्लेट भनिन्छ। प्रश्न नम्बर 37, कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई के भनिन्छ? ए. च्याट, बी. पावर पोइन्ट, सी. मेसेन्जर, डी. इमेल। यसको सही उत्तर अप्सन नम्बर डी रहेको छ, इमेल। कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई इमेल भनिन्छ। त्यस्तै गरी 38औं प्रश्न रहेको छ, अपरेटिङ सिस्टमलाई अर्को भाषामा के भनिन्छ? अपरेटिङ सिस्टमलाई अर्को भाषामा के भनिन्छ? ए. डाटाबेस, बी. सिस्टम सफ्टवेयर, सी. हार्डवेयर, डी. प्रिन्टर। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ, सिस्टम सफ्टवेयर। अपरेटिङ सिस्टमलाई अर्को भाषामा सिस्टम सफ्टवेयर पनि भनिन्छ। प्रश्न नम्बर 39, माइक्रोसफ्ट विन्डोज भनेको के हो? माइक्रोसफ्ट विन्डोज भनेको के हो? ए. अपरेटिङ सिस्टम, बी. वर्ड प्रोसेसिङ, सी. ग्राफिक प्रोग्राम, डी. डाटाबेस प्रोग्राम। यसको सही उत्तर हो अप्सन नम्बर ए, अपरेटिङ सिस्टम। माइक्रोसफ्ट विन्डोज भनेको एउटा अपरेटिङ सिस्टम हो। प्रश्न नम्बर 40, राष्ट्रिय साइबर सुरक्षा नीति कहिले जारी गरियो? राष्ट्रिय साइबर सुरक्षा नीति कहिले जारी गरियो? कुन सालमा? ए. विक्रम सम्वत 2070, बी. विक्रम सम्वत 2071, सी. विक्रम सम्वत 2072, डी. विक्रम सम्वत 2073। यसको सही उत्तर हो अप्सन नम्बर डी, विक्रम सम्वत 2073 सालमा। राष्ट्रिय साइबर सुरक्षा नीति विक्रम सम्वत 2073 सालमा जारी गरियो। त्यस्तै गरी 41औं प्रश्न रहेको छ, नेपालको संविधान 2072 को मस्यौदा समितिको अध्यक्ष को थिए? नेपालको संविधान 2072 को मस्यौदा समितिको अध्यक्ष को थिए? ए. कृष्ण प्रसाद सिटौला, बी. बाबुराम भट्टराई, सी. माधव कुमार नेपाल, डी. वर्षमान पुन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, कृष्ण प्रसाद सिटौला। नेपालको संविधान 2072 को मस्यौदा समितिको अध्यक्ष कृष्ण प्रसाद सिटौला थिए। त्यस्तै गरी 42औं प्रश्न रहेको छ, धारा 31 मा शिक्षा सम्बन्धी हक पर्दछ भने धारा 38 मा कुन हक पर्छ? धारा 38 मा कुन हक पर्छ? ए. समानताको हक, बी. महिलाको हक, सी. दलितको हक, डी. अपराध पीडितको हक। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी, महिलाको हक। धारा 38 मा महिलाको हक पर्दछ। प्रश्न नम्बर 43, प्रश्न नम्बर 43, शिक्षक बढुवाको लागि न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक उपाधि बापत कति अङ्क दिने व्यवस्था छ? शिक्षक बढुवाको लागि न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक उपाधि बापत कति अङ्क दिने व्यवस्था छ? यसको सही उत्तर हो अप्सन नम्बर डी, प्रथम श्रेणीको लागि 5, द्वितीय श्रेणीको लागि 2 र तृतीय श्रेणीको लागि 1 अङ्क। प्रश्न नम्बर 44, संस्थागत विद्यालयको व्यवस्थापन समितिमा कतिजना सदस्य रहने व्यवस्था छ?
संस्थागत विद्यालयको व्यवस्थापन समितिमा कतिजना सदस्य रहने व्यवस्था छ? ए 5 जना, बी 6 जना, सी 7 जना, डी 8 जना। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी 7 जना। संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिमा 7 जना सदस्य रहने व्यवस्था रहेको छ। त्यस्तै गरी 45औं प्रश्न रहेको छ, कति दिनसम्म लिखित सूचना बिना अनुपस्थित हुने शिक्षकलाई नोकरीबाट हटाउन सकिन्छ? कति दिनसम्म लिखित सूचना बिना अनुपस्थित हुने शिक्षकलाई नोकरीबाट हटाउन सकिन्छ? ए 10 दिन, बी 15 दिन, सी 45 दिन, डी 60 दिन। यसको सही उत्तर हो अप्सन नम्बर बी 15 दिन। 15 दिनसम्म लिखित सूचना बिना अनुपस्थित हुने शिक्षकलाई नोकरीबाट हटाउन सकिने व्यवस्था रहेको छ। त्यस्तै गरी 46औं प्रश्न रहेको छ, राईको चण्डी जस्तै गुरुङको के हुन्छ? राईको चण्डी, राई जातिको नाचलाई चन्दी नाच भनिन्छ। अर्थात् चन्दी नाच चाहिँ राई जातिमा प्रचलित छ भने गुरुङ जातिको प्रचलित नाच कुन हो? गुरुङ जातिको प्रचलित नाच कुन हो? अप्सनहरू रहेको छ पुटपुटे, कटहेर, लट्ठी, पाङदुरे र यसको सही उत्तर हो पुटपुटे। गुरुङ जातिको प्रमुख नाच पुटपुटे नाच हो। यसको सही अप्सन नम्बर ए रहेको छ। त्यस्तै गरी 47औं प्रश्न रहेको छ, जुन प्रकारले ड्राइभको सम्बन्ध DRIVE ड्राइभको सम्बन्ध ESJWF सँग छ, उही प्रकारले FIGST फाइटको सम्बन्ध केसँग छ भनेको छ। यसमा के गरेको छ भने डीमा +1 गरेको छ, डीमा +1 गर्दा ई आउँछ। त्यस्तै गरी आरलाई +1 गरेको छ, आरलाई +1 गर्दा क्यू आर पछि एस आउँछ। आईलाई +1 गर्दा जे आउँछ, भीलाई डब्लु, ईलाई एफ। यसरी +1 गरेको छ। यही प्रकारले हामीले फाइटमा FIGST फाइटमा +1 गर्दै गयौँ भने एफ पछि जी आउँछ, आई पछि जे आउँछ, जी पछि एच आउँछ, एच पछि जे आउँछ, एच पछि आई आउँछ, टी पछि यु आउँछ। अर्थात् GJHIU कुनमा रहेको छ? अप्सन नम्बर बी। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ GJHIU। 48औं प्रश्न रहेको छ, एक्स आकृतिमा दिएका टुक्राबाट कुन आकृति निर्माण गर्न सकिन्छ? यहाँ एक्स आकृतिमा तीनवटा टुक्रा दिएको छ, यसबाट कुन आकृति बनाउन सकिन्छ भनेको छ क ख ग घ मध्ये, र यसको सही उत्तर हुन्छ अप्सन नम्बर क। अप्सन नम्बर क को आकृति बनाउन सकिन्छ। अप्सन नम्बर क मा हेर्नुभयो भने यहाँबाट काट्नुभयो भने यसरी यो काट्नुभयो भने यो वाला बन्छ। यो वर्ग छ, यसमा वर्ग पनि रहेको छ। र त्यस्तै गरी यहाँबाट यसरी गराउनु भयो भने दुईवटा त्रिभुज रहेको छ, एउटा त्रिभुज यो, एउटा त्रिभुज यो। यसरी दुईवटा त्रिभुज र एउटा वर्ग मिलेर अप्सन नम्बर क को आकृति निर्माण गर्न सकिन्छ। प्रश्न नम्बर 49, तल दिएको आकृतिमा कतिवटा त्रिभुजहरू रहेका छन्? यो आकृतिमा त्रिभुज कतिवटा रहेका छन् भनेको छ। यसमा 1, यो 1, यो 2, यो 3, यो बिचको 4 र एउटा ठुलो बाहिरको 5, जम्मा
5वटा आकृति के रे 5वटा त्रिभुजहरू रहेका छन् यसमा। र आजको अन्तिम प्रश्न, यो सेटको अन्तिम प्रश्न रहेको छ, समूहमा नमिल्ने कुन हो? ए पाक्नु, बी भुट्नु, सी बोक्रा, डी उसिन्नु। यसमा सही अप्सन रहेको छ अप्सन नम्बर बी बोक्रा। बोक्रा बाहेक अरू सबै पकाउने चिजसँग सम्बन्धित रहेको छ। पकाउने, पाक्नु, भुट्नु, उसिन्नु सबै पकाउनेसँग सम्बन्धित छ भने बोक्रा चाहिँ सम्बन्धित छैन। साथीहरू, आजको विषयवस्तु यति नै रहेको थियो। यहाँलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। आउँदो भिडियोमा अर्को सेट लिएर आउने बाचा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्कार।